कहिलेकाहीँ कुनै ठाउँ केवल एउटा ठाउँ हुँदैन, त्यो हाम्रो मनको शान्ति बन्न पुग्छ। नमस्कार, प्रकाश भाइब्स युट्युब च्यानलमा तपाईहरू सबैलाई हार्दिक स्वागत छ। आज म तपाईहरूलाई भारतको ऐतिहासिक सहर कुचबिहारको मुटुमा रहेको एउटा सुन्दर तालको किनारमा लिएर आएको छु। यहाँको हावा, यहाँको हरियाली, शान्त पानी र आकाशको रङले मनलाई एउटा नयाँ संसारमा पुर्याइदिन्छ। यो ताललाई हेर्दा लाग्छ प्रकृतिले आफ्नै हातले एउटा चित्र कोरेकी छ। नीलो आकाश, सेता बादल, डुब्न लागिरहेको सूर्यको सुनौलो प्रकाश र पानीमा देखिएको त्यसको प्रतिबिम्ब, यस्तो दृश्य शब्दले भन्दा आँखाले धेरै महसुस गर्छ। त्यो अग्लो टावरलाई हेर्नुहोस्, यो केवल एउटा संरचना मात्र होइन, समयको साक्षी जस्तै लाग्छ। कति मानिस आए, कति गए, कति प्रेम कथा सुरु भए, कति सपना जन्मिए, तर त्यो टावर अझै पनि उभिएर सबै कथा चुपचाप हेर्दैछ। सायद यही बाटोमा कुनै प्रेमी प्रेमिका हात समाएर भविष्यका सपना देखेका थिए। कसैले पहिलो पटक म तिमीलाई माया गर्छु भनेको होला, कसैले अन्तिम पटक विदाईका आँसु बगाएको होला। यही कारणले यस्तो ठाउँहरू केवल घुम्ने ठाउँ होइनन्, भावनाको घर हुन्। जब हावाले पानीको सतह हल्का हल्लाउँछ, लाग्छ प्रकृतिले आफै गीत गाउँदैछ। चराहरूको आवाज, रुखहरूको हरियाली र शान्त वातावरणले थाकेको मनलाई नयाँ ऊर्जा दिन्छ। जीवन पनि यही ताल जस्तै हो, कहिले शान्त, कहिले तरङ्गले भरिएको, तर जति चुनौती आए पनि अन्त्यमा शान्ति खोज्न हामी फेरि प्रकृतिकै काखमा फर्कन्छौँ। यदि तपाईँ कहिले कुचबिहार आउनुभयो भने केही मिनेटका लागि मोबाइल बन्द गर्नुहोस्, तालको किनारमा बस्नुहोस्, आकाशलाई हेर्नुहोस्, आफ्नो प्रतिबिम्बलाई पानीमा खोज्नुहोस्। तपाईँले महसुस गर्नुहुनेछ कि खुसी धेरै टाढा होइन, यही प्रकृतिको बीचमा लुकेको छ। प्रेम भनेको महँगो उपहार होइन, प्रेम भनेको यस्तै शान्त साँझमा प्रिय मानिससँग बसेर केही नभोली एउटै दृश्य हेर्न सक्नु हो। कहिलेकाहीँ मौनताले हजारौँ शब्दभन्दा धेरै कुरा भन्छ। कुचबिहारको यो तालले हामीलाई सिकाउँछ, समय बगिरहन्छ, मौसम बदलिरहन्छ, तर सुन्दर सम्झनाहरू सधैँ मनमा बाँच्छन्। यदि तपाईँलाई पनि प्रकृतिको यस्तै शान्त वातावरण मनपर्छ भने एक दिन अवश्य यहाँ आउनुहोस्। सायद तपाईँले खोजिरहनु भएको शान्ति यही किनारमा भेट्नुहुनेछ, किनकि कहिलेकाहीँ एउटा तालले पनि जीवन बदल्ने कथा सुनाइदिन्छ। धन्यवाद।